सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ प्रदमन ठाकुर र आज चाहिँ फेरि हामीले नयाँ भिडियोमा तपाईहरुको अगाडि आइसकेको छौँ र आज चाहिँ हामीले कुरा गर्न गइरहेको छौँ भनेको म्याथ सब्जेक्टको बारेमा र म्याथ सब्जेक्ट हामीले कसरी गर्यो भने हामीहरुको राम्रो मार्क पनि आउन सकिन्छ र ट्यालेन्टेड पनि बन्न सकिनुहुन्छ र त्यो चारवटा रुल तपाईहरुले फलो गरेर तपाईहरुले पढ्नु भयो भने तपाईको मार्क कहिले पनि रुक्दैन र म्याथमा तपाईहरुले ट्यालेन्ट बन्न सक्नुहुन्छ भनेर म भन्न सक्छु। र त्यसपछि तपाईहरुले यो भिडियोमा तपाईहरुले नयाँ हुनुहुन्छ भनेर लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला भनेर भन्छु। र सबभन्दा अगाडि हामीले भिडियोको तर्फ अगाडितर्फ हामीले बढाउँदै र सबभन्दा अगाडि हामीले स्टेप नम्बर 1 मा हामीले के भन्न गर्छौं भनेको कुनै पनि कलेजमा स्कुलमा तपाईहरुले पढ्न जानु भइरहेछ भनेर सबभन्दा अगाडि के गर्नुस् कुनै पनि टिचरले तपाईले पढाएर र क्वेशन सोल्भ गराएको छ नि त्यो क्वेशन आएर रुममा वा घरमा तपाईले आएर तपाईहरुले मजाले आफूले त्यो क्वेशनलाई सोल्भ गर्नु होला एकचोटी भनेर म भन्न सक्छु। र त्यसपछि त्यो क्वेशनलाई आफूले बुझ्ने स्टेप बाइ स्टेप बुझ्ने र त्यो क्वेशनलाई खुदको आफूले नै आफूले टिचर बन्ने एकचोटी र त्यो क्वेशनलाई बुझाउन प्रयासमा तपाईहरुले पनि लाग्नु होला भनेर रुल नम्बर 1 हो यो। र रुल नम्बर हामीले 2 मा गयो भने हामीले के हेर्न सकिन्छ भनेको सबभन्दा अगाडि तपाईहरुले बुकको एक्जाम्पल जानु होला, कुन टपिक पढाइ भइरहेछ भनेर त्यो टपिकमा जानु होला र त्यो टपिकको के गर्नुस् कि एक्जाम्पल तपाईहरुले पढ्नु होला र तपाईहरु खास गरी हेर्नुहुन्छ होला एक्जाममा चाहिँ खास गरी एक्जाम्पलबाट नि तपाईहरुको क्वेशन आउने गर्छन् भनेर र त्यही क्वेशन कसैले सरले त पढाएको छैन भनेर म पढेर जाँदैन भनेर त्यो क्वेशन तपाईहरुले पढ्नु हुनु। त्यसपछि त्यही क्वेशन तपाईले डिटेलमा पढ्नु होला। एक्जाम्पलको जति पनि क्वेशन हुन्छ नि त्यो आफूले नै सोल्भ गर्नु होला एउटा वा कुनै पनि एउटा नोट कपी बनाइदिनु होला कि यो टपिकको मैले एक्जाम्पल गर्छु हरेक बुकको जति पनि टपिक छ त्यसको टपिकको नाम लेख्ने र त्यो एक्जाम्पल हामीले गरेर त्यो कपीमा राख्ने भनेर हो भनेर यो पनि हुन्छ। स्टेप नम्बर हामीले 3 मा के हेर्छौं भनेको 147 रुल एप्लाई गर्नुपर्छ भनेर जस्तै आज हामीले प्र्याक्टिस गर्यो भने त्यो 4 दिन पछि नि हामीले फेरि त्यो लाई प्र्याक्टिस गर्ने र त्यो 4 दिन पछि फेरि 7 दिन पछि एकचोटी फेरि नि हामीले त्यसलाई रुल एप्लाई गर्ने जस्तै फेरि त्यो पढेको छौ भने त्यसलाई फेरि हामीले रिपिट गर्ने भनेर 147 रुलले भन्ने गर्छन्। भनेको तपाईले यो रुल अप्लाई गर्नुभयो भने तपाईहरुको म्याथको जति पनि कन्सेप्ट तपाईहरुले पढ्नु भयो 2-3 दिनमा बिर्सनु हुन्छ नि त्यो बिर्सन सक्नुहुन्न भनेर यो रुल एप्लाई गर्नुभयो भने आफ्नो लाइफमा। र एक्जाम्पल नम्बर 4 मा हामीले के गर्नुस् भनेर एउटा सबभन्दा अगाडि के गर्नुस् कि फर्मुलाको तपाईहरु नोट बनाउनु होला र जति पनि फर्मुला छ त्यसमा टपिक लेख्नु होला। टपिकको एक्सरसाइज पनि हुन्छ नि एक्सरसाइज नम्बर 1 एक्सरसाइज नम्बर 2 एक्सरसाइज नम्बर 3 भनेर त्यो एक्सरसाइजको पनि तपाईहरुले त्यो नोटमा लेख्नु होला र यो एक्सरसाइजमा यति फर्मुला युज भएको छ भनेर त्यो पनि त्यहाँ लेखेर तपाईहरुले एउटा फर्मुलाको नोट प्रोपर तपाईले बनाएर तपाईले पढ्नु भइरहेछ भनेर तपाईहरुको राम्रो मार्क आउनमा कसैले रोकिदैन भनेर हो। यो चारवटा तपाईले रुल एप्लाई गर्नुभयो भने तपाईहरुको राम्रो मार्क आउन सकिन्छ भनेर मलाई विश्वास छ तपाईहरुमा। तपाईहरुले यो रुल र तपाईहरुले मेहनत गरेर तपाईले कन्फिडेन्ट लेभलले आफूले पढ्नु भयो नि म्याथ जस्तो सजिलो त सब्जेक्ट कोही छैन भनेर टिचरहरुले पनि तपाईहरु जहाँ गएर सोध्नुहुन्छ भनेर भनिदिन्छ हैन र स्टुडेन्टहरु जसलाई म्याथ आउँदैन भन्ने त्यसले गएर सोध्यो भने म्याथ त धेरै गाह्रो हो भनेर मै केही बुझ्दैन भनेर धेरै टिचरहरुले भन्ने गर्छन् हैन धेरै स्टुडेन्टहरुले पनि बोल्ने गर्छन् भनेर हो। आफूले एउटा कन्फिडेन्ट बिल्ड गर्नुपर्छ कि म्याथ जस्तो सब्जेक्ट सजिलो सब्जेक्ट कोही छैन भनेर हो भनेर। र यो भिडियो तपाईहरुलाई राम्रो लाग्छ भनेर लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला र यो भिडियोलाई तपाईहरुलाई मन परेको छ भनेर शेयर गर्न नबिर्सनु होला। हस्, धन्यवाद।